हेलो हेलो गाइज, आज हामी फेरि पनि नयाँ भ्लगको साथमा उपस्थित भइसकेका छौँ। म हुँ करिना र मेरो भाइ। आज हामी चाहिँ चिया खाँदैछौँ है। बिहानको सुरुवात हाम्रो चियाबाट स्टार्ट हुन्छ। म बिहान कलेज गरेर आएँ अनि भाइले चिया बनायो। अब हामी चिया खाँदैछौँ। अनि अब हामी चाहिँ रामनवमीको बारेमा चाहिँ हल्का डिस्कस गर्दैछौँ। रामनवमीमा कसरी स्पेसल गर्ने, के गर्ने भन्ने कुरामा चाहिँ हामी हल्का डिस्कस गर्दैछौँ। अनि त्यस पछाडि हाम्रो अहिलेसम्म चाहिँ के प्लान भइरहेको छ भने रामनवमीमा हामी त होइन, मैले स्पेसली मेरो अहिले कामसाम छैन। त्यो भएकाले गर्दाखेरि भाइले मलाई के भनेको छ भनेदेखि रोटी पकाउने, सेलरोटी बनाउने, अनि त्यसरी खिर बनाउने, अनि काँक्रा आलुको अचार बनाउने। कम्तीमा पनि 12-15 जनालाई पुग्ने जति काँक्रा आलुको अचार र त्यो रोटी बनाउने प्रसादको रूपमा पनि हुन्छ। प्लस त्यो चाहिँ के को लागि हो भनेदेखि चाहिँ त्यो स्पेसल अकेजन छ। त्यो दिन चाहिँ अब रामनवमी भन्ने बित्तिकै हामी हिन्दू धर्मावलीहरूलाई हामी सनातन धर्मवाला मान्छेहरू, सनातनीहरूको लागि चाहिँ एकदम स्पेसल डे हो। किनभनेदेखि रामनवमीमा राम जन्मिनु भएको त होइन होला, के हो? रामनवमीमा राम भगवान जन्मिनु भएको होइन। म त राम अनि के अरे वनवासबाट फर्केर आउनु भएको दिन चाहिँ कहिले हो त? 14 वर्ष वनवास काटेर अनि यता फर्केर आउनु। के भन्छन् त त्यसलाई? वाट एभर। अनि प्लस अर्को कुरा भनेको चाहिँ हाम्रो भाइको फेभरेट मान्छे बालेन शाहले चाहिँ शपथ लिन जाँदै हुनुहुन्छ। त्यो भएकाले त्यो खुसियालीमा चाहिँ मेरो भाइले हल्का प्रसादहरू खुवाउने निर्णय गरेको भएर म उसको यो डिसिजनलाई पुरै समर्थन गर्दै म पकाउनको लागि अब रेडी भइसकिसक्यो। अब हामी सामानहरू किनमेल गर्न जान्छौँ। आज चाहिँ हाम्रो त्यतिकै प्लान भयो। ल बाई बाई गाइस, यति नै आजको लागि। Have a good day.